साथीहरू, आज पनि नेपालमा सुनचाँदीको भाउमा केही परिवर्तन देखिएको छ। यदि तपाईं पनि सुनचाँदी खरिद बिक्री गर्ने सोचमा हुनुहुन्छ भने आजको यो भिडियो तपाईंको लागि एकदमै महत्त्वपूर्ण हुन सक्छ। त्यसैले भिडियोलाई स्किप नगरिकन ध्यान दिएर हेर्नुहोला है त। नमस्कार र स्वागत छ तपाईहरू सबैलाई हाम्रो यस नयाँ र विशेष भिडियोमा। यो भिडियोमा चाहिँ हामी आज नेपालको ताजा सुनचाँदीको भाउ कति छ, हिजोको तुलनामा आज कति मूल्य वृद्धि भयो र भोलि सुनचाँदीको भाउ बढ्ला कि घट्ला भनेर विश्लेषण गर्नुका साथै यो हप्ताभरि सुनचाँदीको भाउमा भएको उतारचढाव कस्तो रह्यो त भनेर पनि चर्चा गर्नेछौँ। यदि तपाईं पनि यो र यस्तै किसिमको भिडियो साथै बजारमा आएको सुनचाँदीको नयाँ डिजाइनको गरगहनाहरूको वेट र प्राइस सहितको भिडियो हेर्न चाहनुहुन्छ भने यो भिडियोलाई लाइक गरेर हाम्रो युट्युब च्यानल सुनचाँदी बजारलाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। आज मिति 2082 साल चैत महिनाको 24 गते नेपालमा छापावाल सुनको मूल्य प्रतितोला 2,91,800 रुपैयाँ रहेको छ भने चाँदीको मूल्य प्रतितोला 4,820 रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुनको भाउ प्रतितोला 2,91,400 रुपैयाँ थियो। आज त्यो बढेर 2,91,800 रुपैयाँ पुगेको छ। यसरी हेर्दा आज सुन प्रतितोला 400 रुपैयाँले बढेको छ। त्यसैगरी चाँदी हिजो 4,780 रुपैयाँमा कारोबार भइरहेको थियो भने आज 4,820 रुपैयाँमा कारोबार भइरहेको छ। यस अनुसार आज चाँदीको मूल्य हिजोको तुलनामा प्रतितोला 40 रुपैयाँले बढेको छ। अब साप्ताहिक विश्लेषणतर्फ जाउँ। हप्ता दिनभरि सुन र चाँदीको भाउमा कति वृद्धि वा घटी भएको रहेछ त विस्तृत रूपमा हेरौँ। पछिल्लो हप्ताको मंगलबार 2,90,200 रुपैयाँमा कारोबार भएको सुनको भाउ आजसम्म आइपुग्दा 1,600 रुपैयाँले बढेर 2,91,800 रुपैयाँ पुगेको छ। त्यसैगरी पछिल्लो हप्ताको मंगलबार 4,845 रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आजसम्म आइपुग्दा 25 रुपैयाँले घटेर 4,820 मा कारोबार भएको छ। यसरी हेर्दा यो हप्ताभरि सुनको मूल्य घटबढ हुँदै समग्रमा बढेरै गयो भने चाँदीको भाउमा भने केही घटेर गएको देखियो। अन्तर्राष्ट्रिय बजारमा पनि अहिले सुनचाँदी अस्थिर देखिएको छ। अहिले भइरहेको अन्तर्राष्ट्रिय द्वन्द्व तथा विभिन्न नीतिहरूले सुनचाँदीको भाउमा उथलपुथल ल्याइरहेको छ र डलरको अवस्थाले पनि बजारमा प्रभाव पारेको देखिन्छ। अब जाउँ आजको भिडियोको मुख्य विषयवस्तुतर्फ। त्यो हो कि भोलि सुनचाँदीको भाउ बढ्छ कि घट्छ। अन्तर्राष्ट्रिय बजारलाई हेर्दाखेरि भोलि सुनको मूल्य हल्का बढ्ने नै देखिन्छ। त्यसैले सम्भवतः नेपालमा पनि भोलि सुनको भाउ केही बढेरै आउनेछ। तर चाँदी अन्तर्राष्ट्रिय बजारमा घटिरहेको हुँदा नेपालमा पनि केही घटेर आउन सक्ने अन्दाजा लाउन सकिन्छ। तर बजार अस्थिर भएकाले सुनचाँदीमा लगानी गर्ने बेला आफ्नो व्यक्तिगत सुझबुझको र अनुभवको प्रयोग गरेर लगानी गर्नुहोला। तपाईको विचारमा के लाग्छ? भोलि सुनचाँदीको भाउ बढ्छ कि घट्छ? कमेन्टमा आफ्नो अनुमान लेख्न नबिर्सिनुहोला र दैनिक सुनचाँदीको रेटमा अपडेट रहनका लागि हाम्रो युट्युब च्यानल सुनचाँदी बजारलाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। आजको भिडियोमा यति नै। हस्त धन्यवाद।